यो चाहिँ बिहाको मासु कटिङ हुँदैछ है। अब भोलि छ बिहा। यहाँ चाहिँ माछा हुँदैछ फ्राई। माछा फ्राई गर्ने हिरो यहाँ छ कालो चस्मामा। मासु कटिङ हुँदैछ। बिसन सर पनि छ यहाँ। यहाँ सब्जीको तालामाला छ। सब्जी काट्नेहरू यहाँ। यहाँ टमाटर, आलु, कोपी। सबजनाले यहाँ काटकुट गर्दैछ यही बिहाको। यहाँ चाहिँ भात पकाउँदैछ काम गर्नेहरूलाई। यहाँ छ पकाउनेहरू डेक्चीमा पकाउँदैछ। यो चाहिँ कराईमा भात पकाउँदैछ। यहाँ कर्चे मर्चे डिपार्टमेन्टल यहाँ छ। कर्चे मर्चे डिपार्टमेन्ट। यहाँ उपर मासु कुखुराको मासु काट्दै बनाउँदैछ। केटाहरूको रिल्याक्स हुँदैछ। अलि काम गरेर अलिअलि रिल्याक्स गर्दैछ। केटाहरूको रिल्याक्स। सबैभन्दा राम्रो राजेश माछा फ्राई गरेर पैसा उठा न म यहाँ लो कुखुराको मासु फ्राई गर्दैछ भोलिको लागि बिहामा। मजाले खाँदैछ। बोससँग आई बोतलहरू लुकाउँदैछ। एम्बोसको बोतलहरू। अन्तरमा कालो चस्मा लगाएर बस्ने मान्छे अन्धेरोमा कालो चस्मा लगाएर भन्दैछ है। फौजीको टोपी भाडामा ल्याएको टोपी त्यो पनि उतारे हो। भन्नु पाएन प्याच बस्नु बस्नु पाए थ्याच नबस्नु छर्के बस्छ नि टोपी पनि लुक्यो। खाएको बिहे जस्तो भयो नि पानी खोज्नु माने बेहुला बेहुलीको मण्डप बिहाको। यहाँ चाहिँ बस्ने जन्ती बस्नेहरू हो।
यहाँ चाहिँ खसी कटिङ यहाँ टाउको छेलाइ यहाँबाट टाउको ब्ल्याक हुँदैछ आन्द्रा भुँडी बनाउँदैछ चिकन के अरे चिकन के बनाएको चिकनको ग्रेभी बनाएको अरे सबैजना यहाँ काम छ बिजी छ ए खसीको यो चाहिँ खेला हुँदैछ त्यस्तो त हाल्नु हुँदैन नि त्यस्तो हाल्यो भने त फेरि वाइल्ड लाइफले भेटाउँछ नि यहाँ टाउको तिमी काट न त म यो टाउको निकाल्दिन्छु ल खाजा खाँदैछ बिहानको खाजा मजाले खाजा खाँदैछ फ्राई राइस यो चाहिँ खाट रहेछ है खाटको डिजाइन दामी यो चाहिँ सबै गिफ्ट रहेछ यो चाहिँ ड्रेसिङ होइन खाट गोद्रेज यहाँ चाहिँ अब बेहुला बेहुली आउनै आँटेको छ त्यसले गर्दा खिच्दैछु यहाँ वेलकमको लागि बसिरहेको छ सबैजना घर चाहिँ हो घर चाहिँ बेहुली घर चाहिँ यही हो सबजना बसिरहेको छ कन्तीहरू हुन्छ के अरे सोधनी गाउँदैछ उहाँहरू तपाईँहरू आउनु भएको अन्त आए पनि भनेन गए पनि भनेन परिचय तपाईँको के छ परिचय नमी हो अन्त बोतल त ल्याउनुहोस् त यहाँ ल्याएको छ दिनु नराख्नु निकालेर राख्नुहोस् तपाईँहरूले ल्याएछ त अन्त टिस्टामा पौडी खेल्ने मान्छे खोलेर खोइ यो चामल ल्याएको होला नि ल्याएको छ पारै छ
जिन्जी होइन भरे चाहिँ फेरि आइन तिरेर जानुपर्छ नि भोलि हो कि ल सादालाई बुढो होइन यो कतिवटा कुरो न्यायमा आएन भनेर बुढो भन्नु पाउँदैन नि बुढोले झन् जानेको छ एउटा पुगेन हौ अब तपाईँहरू बेहुला बेहुली तन्तीहरू सबै आयौँ भनेर तपाईँले खबर दिनु आउनु भएको होइन अन्त हामीले भोकै राख्ने कि खाएर पठाउनु के गर्नुपर्ने हाम्रो विचार हो अन्त अब तपाईँहरू कति बजीसम्म आइपुग्नु भयो है फाइन त लाग्छ त होइन नि मुखले भनेर हुन्छ नि यहाँ हाल्नुपर्छ त फाइन पैसा हाल्नु टाका टाका भएन एकजना आएछ अब तपाईँले के गर्नुहोस् भने यो चिया ल्याइदेऊ त ठन्डा अब यति तपाईँ नजानुहोस् तपाईँ जन्तीमा आउनुहोस् आउँदैन मोक्तान स्याङ बेहुला बेहुली पनि आइपुग्यो वेलकम वेलकम बेहुली त लजा कस्तो भयो त गाउँमा आएर त भेन्दामा चामल लाउनु सयपत्री लाउनु पर्छ सर्नुपर्छ जिम्मा सबै Excuse me. Asing, kak ada dua asing? Asing. दामी आउने रहेछ के
गर्नुपर्छ अब खोइ धुपपाटी पक्कै खै सुकुना आएको छैन हौ गएको छ गएको छ सिलिकिङ गरेका उतै सिलिकिङ त्यही त है उहाँ तलब छ त हिँडेको त यहाँ कहाँ छ घर त उ तलब छ त यहाँ छैन यहाँ तल छ त तल रहेछ हो र अहिले भर्खर पुगेर त्यही थियो होइन घर यही लाइनमा दिउँ न त बिक्री हुँदैछ मेरो चाहिँ फोटो नगर्नु तिम्रो त गर्नुपर्छ हिजोदेखिको खटेको छ बिचरा त्यो चाहिँ के बनाएको आलुदम सब्जी भेज मिक्स लास्ट टाइममा मान्छेले है अन्डा भनेर के भनेर आफै कामै लाग्यो त नमस्ते ठाकुरला नमस्ते
त्यो आन्टीसँग आउनु भएको थियो त्यो येल्लो आन्टी येल्लो आन्टी लानु भएको अन्दै छ अब तपाईँ ज्ञान कता कता छ कस्तो हुनुहुन्छ सन्चै सबै आमामा ड्रेस चेन्ज भएर त चिन्दैन रहेछ नि हौ हेलो हेलो यो चाहिँ तपाईँको खाट रहेछ अघि पनि खिचेको थिएँ बिहान खाट दामी खाट ल्याएको रहेछ खाट सोकेस सोरुम सोकेस ड्रेसिङ ऐना
यत्तिरिका त यहाँ भन्दैछ हो र तपाईँ जम्तीबाटी हो भनेर ओ, तपाईँको त्यसमा आउँछ हजुर अब काम गरेको मात्रै कति खिच्नु खाएको पनि खिच्नु पऱ्यो नि भरे नाचेको नि खिच्नु पऱ्यो ठुलो कुरा हो सर सरी भाइ होइन नि अरे तपाईँले सरी कहाँ भन्छ तपाईँ जस्तो मान्छेले हामीले यस्तो भन्ने लाज नगर्नु ना ना सिनियर त सिनियर सिनियर भनेर भन्दैन भाइ किन लाइन सिप हुन्छ हजुर अहिले त कम्ती छ भिड हजुर एकदम खिचिदिन्छु यो चाहिँ देश विदेशमा हेर्छ तपाईँहरूलाई ल ल ल यो बाटोहरू घरहरू धेरै भएको है खायो एकदम आज त चाङहरूलाई पनि नचिन्ने भएछ आज ड्रेसमा त्यही हाल्नु सक्दियो थियो मैले अरू चाहिँ सक्छु ह्यान्डसम केटा पनि निकालिदियो क्या हो खानुहोस् है खानुहोस् नमस्ते मेरोबाट खानुहोस् है मजाले
दसैँमा भएको दिन नि टिका लगाएर पाल्छु त्यही भाउजू छोरी छ ल लास्टमा दुई भाइ माझेलाहरूले पनि खाना खाँदैछ पकाएर हत्तु भएर ओइ मामहरू पनि खाँदैछ ऊ नातिनीको बिहा खाँदैछ खानुहोस् खानुहोस् भिडियो बनाएको खानु न ताराहरू हेर्नु मन परेको छ तपाईँलाई हजुर पाकेको तारा हेर्नु हजुर खानुहोस् खानुहोस् मजाले खानुहोस् खानुहोस् है गाउँलेको पनि खिचिरहेको छु मैले त तिमीले खायौ दोकान चल्दैछ आज केटाहरू बस्यो क्या हौ नाचेर थाकेर हत्तु भएर बसेछ पुच्का खाऊ पुच्का नाच्नुहोस् हजुर एकदम राम्रो मजाको हजुर चिन्छु एकदम दामी
बच्चुसँग पनि नचाउनु पर्ने छ अहिले एकछिनमा है तुरेको छैन अझै है तुरेको छैन यस यस आउनुहोस् आउनुहोस् खाना खानु चाङ पनि आएछ खाना लिनुहोस् न खाना लिनुहोस् बुहारी गुड नाइट के लुकाउँदैछ त्यहाँ ए हेलो म मामा मामा सुकुनाबाट आउनु भएको बेहुलीको चाहिँ बाजे बाजे है मिमी मेमी भनौँ न हुन्छ तपाईँ युट्युबमा हाल्नुहुन्छ नि त बाबाहरू मेमे ओ मेमे हेलो ओ दादा हेलो या दादा हेलो हेलो हामीहरू एउटा खाँदै हजुरको युट्युब च्यानल है आज आएको
मासु अड्किन्छ है खाऊ खाऊ मजाले खाऊ मेरो विशेष मेरो प्यारी बुढी हो होइन युट्युबमै भन्नु